हेलो गाइज, हेलो। तपाईँको आम्दानी कति भयो मकैको देख्न सक्नुहुन्छ। पोहोर साल हामीले त्यही 25 कुन्टल जति भएको थियो। अहिले लगभग 50 कुन्टल होला भन्ने हालिन्छ। अलिअलि बढी अलि मिहिनेत गरेर राम्रो फलाएको पोहोर सालभन्दा अलिक अलि राम्रो फलेको छ। हजुर, अब यसो भाँच्दैछौँ भने भाँचिसक्यो। यो 8 दिनभरि यति भाँचियो। हजुर, अब भोलि पनि भाँच्नु छ, पर्सि पनि भाँच्नु छ। हजुर, पछि मसिनले सरर मसिनले छोडाउँछ। छोडाउनलाई केही भारी छैन। अहिले यो खेतबाट भाँचेर यता जम्मा गर्नै भारी छ। यस्तै हो। यहाँ हाम्रो अङ्कलको मकै देख्नुहुन्छ 50 कुन्टल बनाउने भन्नुहुन्छ। यहाँ पनि भाँचेर राख्नु भएको छ है, देख्न सक्नुहुन्छ। भाँच्दै हुनुहुन्छ। अहिले घाम बेला अनार पनि रहेछ यहीँ नजिकै। अहिले घाम बेला भाट्ने मान्छेभरि उतातिर कता कता कोही सुतेका छन्, कोही कतै छन्। अहिले एकछिन सुतेर हो भने बल्ल उठ्छन्। हजुर, अहिले म एक्लै छु, यहाँ एक्लै बसिरहेको छु यहाँ। यस्तै हो हजुर। ल अङ्कललाई अब लाइक कमेन्ट सेयर गरिदिनु होला। भिडियो हेरेर अङ्कलको मकैबारीको भिडियो गाइज हेरिदिनु होला। राम्रोसित लाइक कमेन्ट गरिदिनु होला अङ्कललाई।